हेलो हेलो दर्शन नमस्ते यहाँहरू सम्पूर्णलाई स्वागत छ फेरि पनि आजको यो नयाँ भिडियोमा। आजको यो भिडियो मार्फत चाहिँ साइप्रसको चक्लेट कम्पनी कस्तो हुन्छ र कस्तो छ र सँगै साइप्रसमा मिनिमम तलब चाहिँ कति हुन्छ र सँगै तपाईँको साइप्रसमा चाहिँ जुन स्क्याफोल्डर र ड्राइभिङमा चाहिँ कस्तो हुन्छ काम भनेर बताउँदैछु। सो यहाँहरू चाहिँ च्यानलमा नयाँ हुनुहुन्छ अथवा भिडियोमा नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज च्यानललाई सब्सक्राइब गर्नु होला ताकि यस्तै यस्तै नयाँ भिडियोको लागि अ, सो अब विशेष गरी सुरुमा जाउँ साइप्रसको जुन स्क्याफोल्डर ड्राइभिङमा चाहिँ कस्तो हुन्छ अथवा ड्राइभिङको काम कस्तो हुन्छ भन्नेमा जाउँ। विशेष गरी चाहिँ यहाँ साइप्रसमा चाहिँ तपाईँको स्क्याफोल्डर र ड्राइभिङको चाहिँ ठ्याक्कै यही भिजा हो भनेर स्क्याफोल्डर अपरेटर अथवा ड्राइभर भनेर पाइँदैन। सो काम चाहिँ पाउँछ डोमेस्टिकको भिजा अथवा उनीहरूले इम्प्लोयर कुनै पनि नाम राखेर ल्याएको हुन्छ। सो त्यसैले यसको तलब एक्ज्याक्ट यति नै हुन्छ चाहिँ भन्न सकिँदैन म, किनकि नर्मली तपाईँहरूले 950देखि 1300-1400 तपाईँहरूको विदेशको लाइसेन्स थियो अथवा कसरी कुन कम्पनीमा अथवा कुन कन्स्ट्रक्सनको यो चाहिँ जुन कन्स्ट्रक्सन हुन्छ यहाँ त्यो कन्स्ट्रक्सनको कम्पनी पनि फरक फरक छ, 4-5वटा। त्यो कन्स्ट्रक्सनको कम्पनीहरूले चाहिँ जुन स्क्याफोल्डरको ड्राइभर अथवा सानो सानो ट्रान्सपोर्टेसन त्यहाँको सामानहरू ओसार पसार गर्नको लागि ड्राइभर पनि अर्डर गर्छ। तर भिजा चाहिँ त्यो ड्राइभिङको अथवा यो जुन तपाईँहरूलाई स्क्याफोल्डर अपरेटरै भनेर चाहिँ दिँदैन। स्क्याफोल्डर अपरेटरको चाहिँ म्याक्सिमम् दिन्छ। अहिले चाहिँ एक दुईजनाको त्यस्तो सुन्नमा आएको छ, धेरै अगाडि एकजना साथी भेट भएको थियो। सो उहाँलाई विशेष गरेर सम्पूर्ण जानकारी सोध्न पनि पाएन र सो त्यसैले म तपाईँहरूलाई भन्छु तपाईँहरूले 950देखि चाहिँ उँभो चाहिँ पाइन्छ। त्यो सोचले आउनु होला। काम कस्तो हुन्छ भन्ने कुरा त तपाईँहरूले अलरेडी आफूले गरेको र एक्सपिरियन्सको आधारमा हुन्छ, काम सेमै हुन्छ यहाँ। यो कुरा चाहिँ स्क्याफोल्डर अथवा ड्राइभिङको काम कस्तो हुन्छ यहाँको भन्ने कुरा भयो र यो ठाउँमा बस्नको लागि दिन्छ यो चिजमा तपाईँहरूले जुन खाना चाहिँ आफूले खानुपर्ने हुन्छ। अब चाहिँ विशेष गरी चाहिँ यो साइप्रसको चक्लेट फ्याक्ट्रीको काम कस्तो हुन्छ अथवा चक्लेट प्याकिङको काम कस्तो हुन्छ भन्ने कुरामा चाहिँ विशेष गरी तपाईँहरूले कुन कम्पनी हो त चक्लेटको भन्ने कुरा हुन्छ। धेरैवटा कम्पनी छ यसको पनि यहाँ। सो तर भने तपाईँहरूले नर्मली तपाईँहरू फ्याक्ट्री वर्करको भिजा लगाएर आछ भने तपाईँहरूले 650देखि तपाईँहरूले 700-800सम्म मात्रै कमाउनुहुन्छ र जुन तपाईँहरू जुन तपाईँहरू चाहिँ चक्लेटको प्याकिङमा हो तर त्यो ब्रान्चमै हो भने चाहिँ तपाईँहरूले 800सम्म 900सम्म कमाउन सक्नुहुन्छ र बस्नको लागि अलरेडी हुन्छ यो चिजमा। खानाको लागि चाहिँ म्याक्सिमम हुँदैन र कुनै कुनै कम्पनीहरू चाहिँ एकदम राम्रो राम्रो जुन इन्टरनेसनल चल्ने खालको चक्लेटको फ्याक्ट्रीमा चाहिँ परेछ भने तपाईँहरूको इन्कम राम्रै रहन्छ। सो चक्लेट कम्पनी प्याकिङ कस्तो हुन्छ भनेको चाहिँ यही रहेको छ प्याकिङ। अब रह्यो यहाँको साइप्रसको मिनिमम तलब अथवा सबभन्दा कम तलब दिने चाहिँ अथवा कति हो त भन्ने कुरामा अथवा बढीमा कतिसम्म पाइन्छ भन्ने कुरामा चाहिँ तपाईँ यदि डोमेस्टिकमा आएको छ अथवा तपाईँको डोमेस्टिकमा भिजा लगाएको छ भने त्यो कम्पनीको मालिकले तपाईँलाई डोमेस्टिककै हिसाबले मात्रै तलब दिन चाहन्छ भने तपाईँको 360देखि 80 मात्रै हुन्छ र बस्न यदिको हुन्छ। भनेदेखि यदि तपाईँलाई त्यो डोमेस्टिकको भिजा लगाए नि तपाईँको कामै अनुसारको नै पैसा दिन खोज्छ भने चाहिँ यदि तपाईँहरू होटल लाइनको काममा आउनु भएको छ भने 650-700देखि उँभो तपाईँलाई 1100सम्म लगाउँछ र अरू कन्स्ट्रक्सन यताउति अथवा फ्याक्ट्री जेमा आए नि तपाईँ डोमेस्टिक बाहेक चाहिँ तपाईँले थोरैमा नै निम्न तलब चाहिँ 650 भन्दा कम दिन पाइँदैन यहाँको रुल अनुसार, यदि तपाईँको त्यो भिजा अनुसार लगाएको छ भने। भनेदेखि अब जम विशेष गरी अहिलेको सिचुएसनमा होटल लाइन कस्तो छ त यहाँ साइप्रसमा र लगायत भिजा कतिको पाइरहेछ अथवा सिलेक्ट इन्टरभ्यू भएकोहरूको के छ त चान्सेस भन्ने नयाँ अपडेट चाहिँ के छ त भन्दा तपाईँहरूको 3-4 महिना लागिरहेछ अहिलेसम्म। अहिले यो भिडियो पब्लिक हुन्जेलसम्म अहिले तपाईँले सोधेको यो अहिले अनुसार नै हो भने चाहिँ के छ भन्दाखेरि यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ म जुन यहाँ भिडियो गर्नको लागि यो भिडियो होटलै होटल यो सबै होटलै होटलको बिचसम्म छु र यो सबै होटलहरू बन्द छ। म्याक्सिमम् कुनै कुनै खुल्ला छ, यो होटल नै बन्द छ र यताको होटल पनि बन्द छ र पल्लो होटल चाहिँ खुल्ला छ, उता नै छ। र सिचुएसन के भन्नु यो बन्द छ भन्नुको अर्थ अथवा किन भयो भन्दाखेरि चाहिँ जुन यो अस्तिको पुरानो भिडियोहरू तपाईँले रेगुलर हेर्नु भएको छ भने तपाईँहरूले त्यो मार्फत पनि जानकारी पाउनुहुन्छ।
किनकि यहाँ चाहिँ वारपछि एकदम होटलहरू बन्द भयो खोल्न सकिने टाइममा र ठ्याक्कै त्यो वार चाहिँ जुन सिजनमै पर्यो जुन तपाईँहरूलाई सिलेक्ट हुने बित्तिकै तपाईँहरूले यता ल्याउनु पर्ने क्रममै पर्यो सो त्यसैले गर्दाखेरि चाहिँ तपाईँहरूको ढिलो भएको हो सो अब के चाहिँ भन्छु भन्दाखेरि तपाईँहरू इन्टरभ्यू पास भएको भए तापनि तपाईँहरू चाहिँ अबको 1-1.5 महिनाभित्र तपाईँहरूको काम भयो भने भयो भएन भने 100मा 2-3जनाको मात्रै चान्स पर्छ जुन तपाईँहरू साइप्रस आउन पाउँछ यो वर्षको लागि होइन भने अर्को 5-6 महिनापछि मात्रै तपाईँहरूको यसपालि सिलेक्टमा छ भने अर्को वर्ष आउन सक्छ यदि कम्पनीले तपाईँलाई नै चुज गर्यो भने होइन भने उनीहरूले अर्को वर्ष अर्को छानेर ल्याउँछ किनकि यो वर्ष सिजन छ यो जुन होटलको पार्कहरू हेर्न सक्नुहुन्छ सन साइडहरू सबै खाली छ खुल्ला छ सो अहिलेको जुन साइप्रसको होटल लाइनको अपडेट चाहिँ यही हो तपाईँहरूको भिजा नलाग्ने चान्स अलिकति बढी छ इन्टरभ्यू पास भयो भन्दैमा तपाईँहरूले पैसा दिएर चाहिँ नबस्नु होला भन्दै पर्सनल जोडिन चाहनुहुन्छ भने यहाँ माथि दिएको फेसबुक पेज फलो गरेर मात्र इनबक्स गर्नु होला र सँगै तपाईँहरूको लागि यस्तै यस्तै भिडियो म बनाउँछु सो त्यसैले चाहिँ तपाईँलाई मैले अघि नै भने प्लिज 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 मेरो लागि च्यानललाई सब्सक्राइब गर्नु होला ताकि मेरो च्यानलको ग्रो पनि हुन्छ र सँगै यस्तै यस्तै जानकारीहरू चाहिँ अलिकति फैलिँदै जान्छ तपाईँहरूको लागि र सँगै तपाईँहरूलाई अर्को नयाँ भिडियो बनाउनको लागि जोस पनि मलाई आउँछ भन्दै हस् धन्यवाद जय नेपाल।